त्यो टिमुरे बजार चाहिँ कतिको व्यस्त बजार हो? त्यहाँ कतिको घरहरू थिए? त्यहाँ चाहिँ अहिले चाहिँ कस्तो भयो भने सर, अब यो दसैँ ताका भनौँ न, अब यो केरुङबाट चाहिँ सामानहरू आउने दसैँको लागि, अब रेडिमेड लगायतका स्याउ सामानहरू आउने हुनाले त्यहाँ धेरै नै डिब्बाहरू चाहिँ अब दैनिक आवत जावत हुन्छ। एउटा त्यसले व्यस्त भयो। हजुर। अर्को चाहिँ अहिले मान सरोवर यात्रा चलिरहेछ। हजुर। मान सरोवर यात्रामा चाहिँ आउने र जाने लगभग 2500-2000 मान्छे चाहिँ आवत जावत गर्छन् त। त्यो हिसाबले पनि एकदमै व्यस्त हो। त्यहाँ बाटो त एकदमै अप्ठ्यारै नै थियो। अस्ति नै बाटो बिग्रिरहेको थियो, तै पनि मान्छे गइरहेको थियो। त्यहाँ रसुवामा हजुरको पालिकामा सम्पर्क हुने कुनै अवस्था छ अहिले? एकदम कोही छैन सर। अघि 2-3 घन्टा अगाडि चाहिँ लागिरहेको थियो फोन। हजुर। अहिले चाहिँ सबै नेटवर्क डाउन भएर केही छैन, अस्तव्यस्त। तपाईँको ठाउँबाट जुन अहिले चाहिँ जुन घटना घट्यो, टिमुरे बजार कति टाढा पर्छ? हाम्रोबाट त लगभग 24-30 भनेपछि 50 किलोमिटर भन्दा टाढा हो। ए, अहिले तपाईँको जुन तपाईँ पालिकामा कार्यरत हुनुहुन्छ त्यो पालिकामा चाहिँ क्षति भएको अथवा केही खबर पाउनु भएको छ? अब हाम्रोमा चाहिँ वडा नम्बर 1 चाहिँ त्रिशुली खोलासँग जोडिन्छ। हजुर। अब त्यहाँबाट ठ्याक्कै अहिले यति भनेर विवरण चाहिँ आएको छैन। त्यहाँ विपद फोकल पर्सनलाई चाहिँ उ गर्न लाग्यो। अहिले कुनै पनि सम्पर्क नै हुँदैन। अहिले कुनै पनि फोन नेटवर्क भन्ने कुरो केही पनि छैन त्यो ठाउँमा? छैन। अब प्रहरीको चाहिँ अब सञ्चार सेटबाट भए मात्रै, अरू कुनै पनि त्यस्तो केही छैन। तपाईँले 1-2 घन्टा अगाडि सम्पर्क गर्दाखेरि के नयाँ अपडेट, नयाँ तथ्याङ्क के पाउनुभयो? थिएन, हाम्रो पालिकाको हकमा केही पनि थिएन। हजुर। वडा नम्बर 1 को तल खासै त्यस्तो बस्तीहरू चाहिँ छैन। हजुर। त्यहाँ एउटा मैलुङ भन्ने एउटा आयोजना छ। मैलुङको यतापट्टि चाहिँ त्यो 216 को अफिस छ। हजुर। अनि यता बाँदरेतिर चाहिँ अलिअलि घर गोठहरू थियो। अब त्यहाँ सम्पर्कै भएको छैन। 5वटा गाउँपालिका पर्छन् होइन? हो, 5वटा हो। 5वटा गाउँपालिकामा टिमुरे भन्ने ठाउँ चाहिँ कुन पालिका पर्यो? अब त्यो गोसाइकुण्ड गाउँपालिकाको वडा नम्बर 2। उत्तर गङ्गा गाउँपालिका हो? होइन, गोसाइकुण्ड। ए, गोसाइकुण्ड गाउँपालिकाको वडा नम्बर 2 पर्यो। वडा नम्बर 2 टिमुरे। हजुर। अनि त्यसपछि 5 चाहिँ स्याब्रुबेसी। हजुर। गोसाइकुण्डकै। हजुर। अब बढी प्रभावित ठाउँ चाहिँ भनौँ न। बढी प्रभावित ठाउँ बढी प्रभावित भएको भनेको गोसाइकुण्डको वडा नम्बर 2 टिमुरे। हजुर। त्यसपछि 5 स्याब्रुबेसी। हजुर। अलि मानवीय भौतिक क्षति बढी भएको ठाउँ। अनि उत्तर गयाको चाहिँ वडा नम्बर 5 मा चाहिँ अलि बढी क्षति छ। तपाईँ त काठमाडौँ कहिले भर्खरै आउनुभयो कि हिजो अस्ति आउनु भएको थियो? अस्ति आएको सर। मेरो नि यो बाइक एक्सिडेन्ट भएर हात भाँचिएको थियो। हजुर। ट्रमा सेन्टरमा त्यहाँ आज बेलुकालाई अपरेसनको टाइम दिएको थियो। अब यो घटनाले गर्दाखेरि त्यो अपरेसनै क्यान्सल गरिदियो। अब आइतबार हुन्छ कि भन्छ। सर, तपाईँ जस्तै अस्ति आउँदाखेरिको अवस्थामा त कुनै पनि पूर्व सूचना यो कुनै अवस्था थिएन है? यो कसरी? तपाईँहरू रसुवा जिल्लामै बस्नुहुन्छ, त्यही आसपासमा चाइनाको सिमाना पनि जोडिएको ठाउँ हो होइन? यो चाहिँ जसरी भोटेकोसी तहस नहस भएर आयो, चाइनाबाट बाढी पसेपछि भन्ने कुरामा चाहिँ त्यहाँ केही संवेदनशील ठाउँ हो तपाईँहरूको पालिकाभित्र पर्ने जुन स्थानहरू? अब हाम्रो चाहिँ त्यति धेरै होइन। हजुर। पालिकाको चाहिँ। हजुर। अब गोसाइकुण्डको त र उत्तर गयाको चाहिँ हो। पहिला पनि पोहोरको साल लाग्छ असार 24 गते हो क्या, लेन्डे खोला आउँदाखेरि अब गोसाइकुण्डको वडा नम्बर चाहिँ टिमुरे चाहिँ वडा नम्बर 2 मा चाहिँ ठुलो क्षति भएको हो। हजुर। अनि उत्तर गयाकोमा त्यस्तो धेरै क्षति थिएन। अहिले चाहिँ अब उत्तर गया पनि तपाईँ फरक पालिकामा बसे पनि गोसाइकुण्ड गाउँपालिका वडा नम्बर 2 मा पर्ने टिमुरे जुन अहिले अस्त व्यस्त भएको छ, मानवीय क्षतिको यकिन हुन सकिरहेको छैन होइन? नेपाल सरकारले, प्रधानमन्त्री कार्यालयले हेलिकप्टरहरू पठाएको छ उद्धारका लागि। उद्धार र राहतको कार्य त भइरहेको छ त्यहाँ। तर जुन तपाईँ त्यही नजिक पालिकामा भइरहँदाखेरि त्यो टिमुरे बजार चाहिँ कतिको व्यस्त बजार हो? त्यहाँ कतिको घरहरू थिए? त्यहाँ चाहिँ अहिले चाहिँ कस्तो भयो भने सर, अब यो दसैँ ताका भनौँ न, अब यो केरुङबाट चाहिँ सामानहरू आउने दसैँको लागि, अब रेडिमेड लगायतका स्याउ सामानहरू आउने हुनाले त्यहाँ धेरै नै डिब्बाहरू चाहिँ अब दैनिक आवत जावत हुन्छ। एउटा त्यसले व्यस्त भयो। हजुर।
अर्को चाहिँ अहिले मान सरोवर यात्रा चलिरहेछ। हजुर मान सरोवर यात्रामा चाहिँ आउने र जाने लगभग 2500-2000 मान्छे चाहिँ आवत जावत गर्छन् त। त्यो हिसाबले पनि एकदमै व्यस्त हो त्यहाँ। बाटो त एकदमै अप्ठ्यारै नै थियो, अस्ति नै बाटो बिग्रिरहेको थियो तैपनि मान्छे गइरहेको थियो कि सरोवर। त्यो चाहिँ अब रसुवागढी नाका हुँदै जाने रहेछन्। इन्डियन पर्यटकहरू एकदमै अहिले चाहिँ इन्डियनहरू बढी लाग्ने यो सिजनमा। हजुरको गृह मतलब कार्य गर्ने ठाउँ चाहिँ त्यहाँ हो कि घरै त्यही हो सर? मेरो घर पनि उतै हो, नौकुण्ड गाउँपालिका। ए नौकुण्ड गाउँपालिका। काम गर्ने चाहिँ कालिका गाउँपालिका। म चाहिँ अब पहिलेदेखि नै रसुवामै 60 सालदेखि रसुवा झुन्से बसेर काम गरेको छु। अब यो बाढीका कारण अहिलेसम्म तथ्याङ्क यकिन आइसकेको छैन, तर तपाईँहरूले पनि भन्न सक्नुहुन्छ ठुलो मानवीय क्षति भएको छ यहाँ। एकदमै धेरै मानवीय र भौतिक क्षति भएको छ। मानवीय त यति भन्ने यकिन गर्नै सकिएन। अब त्यहाँ कति चाहिँ व्यवसायीहरू थिए, ट्रक भनौँ न कन्टेनर चालकहरू सहचालकहरू कति थिए, अब तिनीहरूको सम्पर्क केही पनि छैन। त्यसपछि अब मान सरोवर यात्रामा जानको लागि त्यहाँ पुगेका कति थिए, उताबाट फर्किँदै गरेका कति थिए। भर्खर पनि मैले त्यहाँ सामाजिक सञ्जालमा कमल पौडेल नामबाट सञ्जालमा आएको थियो, हामी बाँच्यौँ, मात्रै 2-3 सेकेन्डले बाँच्यौँ, अरू साथीहरू कतिलाई बगायो भन्ने यकिन हामी गर्न सक्दैनौँ भनेर उहाँहरूले सञ्जालमा हालिरहेको अवस्था थियो। तपाईँले सम्पर्कमा आइदिनु भयो, सरोकार विशेष मिडिया तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ। आवश्यक परेको खण्डमा फेरि तपाईँसँग हामी सम्पर्कमा जोडिनेछौँ है सर। हस्, धन्यवाद। घरहरू जम्मै गयो ल, घरहरू जम्मै गयो, यो पुरै आमामा ड्याम यार।